नमस्कार साथीहरू, लोकसेवा तयारी गर्ने सम्पूर्ण साथीहरूलाई स्वागत छ। आजको भिडियोमा नेपालको संविधान सम्बन्धी अत्यन्तै महत्त्वपूर्ण 25 वटा प्रश्नहरू लिएर आएका छौँ। यी प्रश्नहरू खरिदार, नायक सुब्बा र अधिकृत तहका लागि निकै उपयोगी छन्। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् र आफ्नो तयारी परीक्षण गर्नुहोस्। प्रश्न नम्बर 1, नेपालको संविधानको धारा 76 को उपधारा 5 बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आधार के हो? प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्ने सदस्य। प्रश्न नम्बर 2, नेपालको संविधानको धारा 86 अनुसार राष्ट्रिय सभाको सदस्यको पदावधि कति वर्षको हुन्छ? 6 वर्षको। प्रश्न नम्बर 3, नेपालको संविधानको धारा 128 अनुसार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश बाहेक बढीमा कतिजना न्यायाधीश रहन सक्छन्? 20 जना। प्रश्न नम्बर 4, संविधानको धारा 284 अनुसार संवैधानिक परिषदको अध्यक्ष को हुन्छ? प्रधानमन्त्री। प्रश्न नम्बर 5, संविधानको धारा 242 अनुसार लोकसेवा आयोगमा अध्यक्षसहित कतिजना सदस्य रहने व्यवस्था छ? अध्यक्ष र अन्य 4 जना सदस्य गरी कुल 5 जना। प्रश्न नम्बर 6, संविधानको धारा 250 अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कतिजना सदस्य रहने व्यवस्था छ? अध्यक्षसहित बढीमा 5 जना। संविधानको धारा 274 को उपधारा 4 अनुसार प्रदेश सीमासँग सम्बन्धित संशोधन विधेयकमा के गर्नुपर्छ? सम्बन्धित प्रदेशको सहमति लिनुपर्छ। प्रश्न नम्बर 8, संविधानको धारा 56 अनुसार राज्यको मूल संरचना कति तहको हुन्छ? सङ्घ, प्रदेश र स्थानीय तह गरी 3 तहको। प्रश्न नम्बर 9, संविधानको धारा 61 अनुसार नेपालको राष्ट्रप्रमुख को हुने गर्दछ? राष्ट्रपति। प्रश्न नम्बर 10, संविधानको धारा 70 अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी के कस्तो व्यवस्था रहेको छ? फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी निर्वाचन गर्ने व्यवस्था रहेको छ। प्रश्न नम्बर 11, संविधानको धारा 83 अनुसार सङ्घीय संसदमा कुन कुन सदन हुन्छन्? प्रतिनिधि सभा र राष्ट्रिय सभा। प्रश्न नम्बर 12, संविधानको धारा 91 अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ भने उनीहरूको निर्वाचन कहिले गर्नुपर्छ? प्रतिनिधि सभाको पहिलो बैठक बसेको 15 दिनभित्र। प्रश्न नम्बर 13, संविधानको धारा 92 अनुसार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन कहिले गर्नुपर्छ? राष्ट्रिय सभाको पहिलो बैठक बसेको 15 दिनभित्र। प्रश्न नम्बर 14, संविधानको धारा 101 अनुसार महाअभियोग प्रस्ताव कसका विरुद्ध ल्याउन सकिन्छ? संवैधानिक निकायका पदाधिकारी, प्रधान न्यायाधीश तथा न्यायाधीश विरुद्ध। प्रश्न नम्बर 15, संविधानको धारा
119 अनुसार सङ्घीय बजेट कुन समयमा प्रस्तुत गरिन्छ? हरेक वर्ष जेठ 15 गते। प्रश्न नम्बर 16 संविधानको धारा 126 अनुसार अदालतको आदेश सबैले पालना गर्नुपर्ने व्यवस्था छ, सही कि गलत? यसको उत्तर रहेको छ सही। प्रश्न नम्बर 17 संविधानको धारा 133 अनुसार सर्वोच्च अदालतलाई कस्तो अधिकार प्राप्त छ? असाधारण अधिकार क्षेत्र। प्रश्न नम्बर 18 संविधानको धारा 168 अनुसार प्रदेश सरकारको कार्यपालिका कसमा निहित हुन्छ? प्रदेश मन्त्री परिषदमा। प्रश्न नम्बर 19 संविधानको धारा 175 अनुसार प्रदेश व्यवस्थापिका कस्तो हुन्छ? एक सदनात्मक। प्रश्न नम्बर 20 संविधानको धारा 182 अनुसार प्रदेश सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ, सही या गलत? यसको उत्तर रहेको छ सही। प्रश्न नम्बर 21 संविधानको धारा 215 अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्षको व्यवस्था रहेको छ, सही या गलत? यसको उत्तर रहेको छ सही। प्रश्न नम्बर 22 संविधानको धारा 217 अनुसार स्थानीय तहमा न्यायिक समितिको व्यवस्था रहने गर्दछ, सही या गलत? यसको उत्तर रहेको छ सही। प्रश्न नम्बर 23 संविधानको धारा 232 अनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच सम्बन्ध कुन सिद्धान्तमा आधारित हुन्छ? सहकारिता, सहअस्तित्व र समुन्वय। प्रश्न नम्बर 24 संविधानको धारा 245 अनुसार निर्वाचन आयोग सम्बन्धी व्यवस्था रहेको छ, सही या गलत? यसको उत्तर रहेको छ सही। प्रश्न नम्बर 25 संविधानको धारा 304 अनुसार संविधान प्रारम्भ हुँदा खारेज हुने व्यवस्था केसँग सम्बन्धित छ? नेपालको अन्तरिम संविधान 2063 खारेज। साथीहरू, यदि तपाईँलाई यस्ता लोकसेवा तयारी सम्बन्धी महत्त्वपूर्ण सामग्री मनपर्छ भने हाम्रो पेज आयोग तयारी अल इन वानलाई फलो गर्नुहोस्। आगामी भागमा अझ नेपालको संविधानका महत्त्वपूर्ण र कठिन प्रश्नहरू लिएर आउने नै छौँ। बरु कतिवटा प्रश्नको उत्तर मिल्यो कमेन्टमा आफ्नो स्कोर लेख्नुहोस्। धन्यवाद।